हेलो नमस्ते गुड मर्निङ गाइस। म चाहिँ अहिले दुबई मल जाँदैछु, त्यही भएर तपाईँहरूलाई एउटा सानो क्लिप यहाँबाट देखाउँदैछु गाइस। तपाईँहरूले हेरेर के प्रतिक्रिया दिनु होला भन्ने आशा गर्दछु। भिडियो कस्तो लाग्छ। म चाहिँ अहिले दुबईमा नै एउटा साथी र म जाँदैछु धेरै पछि दुबई मल जाँदैछु गाइस। र यहाँबाट भित्र के कस्तो दृश्य छ, वर्ल्डको सबैभन्दा ठुलो मल पनि भनेर भनिन्छ दुबई मल चाहिँ। पहिला पनि घुम्न चाहिँ आइसकेको छु, बुर्ज खलिफा पनि हजुरहरूलाई देखाउनु छु। कस्तो लाग्छ, मन पऱ्यो भने के प्रतिक्रिया सुझाव सल्लाह दिनु होला भन्ने आशा गर्दछु। पछाडिको दृश्य पनि म तपाईँहरूलाई देखाउने नै छु। गाइस हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ यो चाहिँ सिधै मेट्रोबाट हो होइन, सिधै यताबाट मेट्रो रेड लाइनबाट सिधै हामी त गएको हुन्छ रेड लाइनको यतापट्टि चाहिँ। यहाँबाट हामी चाहिँ भित्र छिरौँ जाउँ दुबईमा भित्र गाइस चाहिँ त्यो भित्र चाहिँ मल हामी छिरिसकेको छौँ होइन। बाहिर निस्किरहनु पर्दैन, यो चाहिँ मेट्रोबाट सिधै नै भित्रबाट जान सकिन्छ। ल गाइस हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यो चाहिँ भित्र अहिले दुबई मल जाँदैछौँ होइन। यहाँ एउटा दाइरोमा आएको छ, आउनुहोस् तपाईँहरूलाई देखाउने छु भित्रको दृश्य पनि। भित्र छिरिसक्यौँ, मलभित्र छिरिसकेको छैन हामी चाहिँ अहिले यसको कोरिडोर भनौँ न भित्र जाँदैछौँ, भित्र पसिसकेको छैन होइन। हेर्न सक्नुहुन्छ यहाँनिर तपाईँहरूले अलि यतै हिँड्ने बाटो हो, तैपनि चाहिँ आफै हिँडिरहेको पनि हुन्छ होइन, आफै हिँडिरहेको पनि हुन्छ। तर हामी चाहिँ अलिकति स्लो हुन्छ, यतिकै उभिएर बसिरहे पनि आफै गइरहेको हुन्छ। एउटा चेन लिफ्ट जस्तै हो यो चाहिँ। हिँड्न नसक्ने अपाङ्ग अशक्तहरूलाई चाहिँ यहाँनिर बसेर पनि व्हिल चेयरमा बसेर पनि सरर गइराखेको हुन्छ है। एसी बाहिर गर्मी धेरै नै गर्मी छ बाहिर चाहिँ, यो चाहिँ भित्र एसी पुरै नै छ। यस मेट्रोबाट झरिसकेपछि चाहिँ भित्र जानु बाहिर जानु निस्किरहनु पर्दैन। दुबई मल जाने हो भने चाहिँ बुर्ज खलिफा जानको लागि चाहिँ हजुरहरूले हेर्दाखेरि चाहिँ यो बाहिर यस्तो मरुभूमि छ होइन, सिटी एरिया भए पनि ठुल्ठुलो बिल्डिङहरू छ। वर्ल्डको सबैभन्दा अहिले चाहिँ अब धेरै मलहरू छन्, धेरै मलहरू छ होइन। तर यो चाहिँ पहिला एकचोटि बिच वर्ल्ड पुग्ने नाम लेखाएको हो। भाई लोग बहन लोग आप देख सकते हैं दुबई मॉल दोस्त के साथ जा रहे हैं। आगे आप देख सकते हैं दुबई मॉल का वो नट होर्डिंग बोर्ड छोटा वाला लगा दिया है। वीडियो को अच्छा लगे तो लाइक करना, सब्सक्राइब करना है, कुछ प्रतिक्रिया तो देना है, प्लीज दे दीजिए। रास्ता तो बहुत दूर है आगे जाने के लिए। वीडियो को अच्छा लगेगा तो प्लीज लाइक सब्सक्राइब कर दीजिए। इसको कुछ आपको इंक्वायरी करना है, कुछ बोलना है तो वो भी बोल दीजिए। अब बुर्ज खलिफा पनि चढ्ने चाहिँ भनेको हो गाइस, तर अहिलेसम्म टिकटहरू पास क्रेडिट कार्डहरूबाट काट्नुपर्छ भन्नाले हेर्न भित्र छ है, देख्न सक्नुहुन्छ। यतापट्टि नै एकचोटि देखाइदिनु ल गाइस, हेर्नुहोस् त्यो चाहिँ बाहिर नै हो। भित्र अझसम्म छिरिसकेको छैन होइन। यताबाट नि एकचोटि हामी चाहिँ रोडभन्दा माथि हेर्न सक्नुहुन्छ। यहाँ हामी चाहिँ धेरै बुर्ज खलिफा एकचोटि यताबाट देखाइदिनु है, हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ बुर्ज खलिफा। हामी चाहिँ बाहिरै मलको बाहिरै छौँ, अझ भित्र छिरिसकेको छैनौँ है। बिल्डिङहरू त्यति ठुल्ठुलो बिल्डिङहरू छ, टाउको पुरै कति तला भनेर त गर्नलाई काउन्ट गर्नलाई गाह्रो हुन्छ होइन। देख्न सक्नुहुन्छ नयाँ नयाँ बिल्डिङहरू, नयाँ घरहरू, अपार्टमेन्टहरू, डिफ्रेन्ट अपार्टमेन्ट बिल्डिङहरू छ होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। यदि दुबई नआउनु भएको जति पनि साथीहरू हुनुहुन्छ, आइसक्नु भएको छ भने नि दुबई चाहिँ एकदम टुरिज्मको लागि एकदमै फेभरेट प्लेस। एउटा गल्फको हिसाबमा नि एकदमै राम्रो छ। इन्भाइरोमेन्ट
त्यति नभए पनि हेर्न सक्नुहुन्छ है। यो चाहिँ हामी चाहिँ हिँडिरहेको छैनौँ, तैपनि यो चेन लिफ्टको कारणले चाहिँ यत्तिकै चलिरहेको छ है, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब भित्र पुगिसकेपछि नि तपाईँहरूलाई त्यहाँको प्रतिक्रिया दिन्छौँ, देखाउनेछौँ त्यहाँ के कस्तो छ भनेर चाहिँ भिडियोमा तपाईँहरूले आफैले देखेर अनि कुछ प्रतिक्रियाहरू दिनु होला, भिडियो के कस्तो लाग्छ होइन, र के मैले गर्नुपर्ने सुधार के छ कस्तो छ त्यसमा पनि मलाई केही मोटिभेसनहरू दिनु होला, यति नै भन्न चाहेँ मैले अहिले। ल गाइस हेर्नुहोस् है, यो चाहिँ तलको रोडहरूमा यस्तो देखिनुहुन्छ। बुर्ज खलिफाको टावर यहाँनिर हो होइन, कहाँनिर यहाँबाट माथि टपसम्म हेर्न चाहिँ एकदमै गाह्रो हुन्छ गाइस। यसरी हेर्नुपर्ने हुन्छ। यो तलको बुर्ज खलिफाको मुनिको दृश्य है गाइस, यो चाहिँ ल यस्तो छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ अझ पुगिसकेको छैनौँ हामी चाहिँ, भित्रसम्म पुगिसकेको छैन। यो चाहिँ यति लामो वे छ कि मलभित्र छिर्नको लागि पनि। तर यसमा चाहिँ पुरै एसी छ, गर्मीमा घाममा हिँड्नु पर्दैन। सबैभन्दा मल आउनको बेस्ट चाहिँ, तर धेरै मलहरू छ, मल अफ इम्रेट्स पनि यस्तै छ, भित्रबाटै मेट्रोको भित्रबाटै ठिकै मलभित्रै पुगिन्छ। यो पनि त्यस्तै छ। यो दुबई मल चाहिँ यो बिल्डिङ देखिरहनु भएको छ त्यो हो, त्यही हो दुबई मल चाहिँ। बुर्ज खलिफा यहाँ हो, दुबई मल चाहिँ यहाँ हो। अनि हामी अहिले निस्किनु पऱ्यो भने यतापट्टिबाट हो कि, यतापट्टिबाट यस्तो जाने हो। लगाइ छ हामी चाहिँ अब मलको नजिक पुगिसकेको छौँ होइन। चाहिँ मलको बाहिरको भयो, बाहिरको दृश्य भयो होइन, हेर्न सक्नुहुन्छ है गाइस। लगाइ चाहिँ हेर्न सक्नुहुन्छ है, रोडको मुनि पनि रोड, यो मुनिको त्योभन्दा मुनि पनि रोड छ है, हेर्न देख्न सक्नुहुन्छ तपाईँहरूले। ल गाइस, वेलकम टु माई भिडियो। चाहिँ दुबई मल छिरिसकेको छ है गाइस। तपाईँहरूलाई के लाग्छ प्रतिक्रिया दिनु होला। कहाँ के हो पनि थाहा भएन। गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ होइन भिडियोमा, दुबई मलको भित्रको हो। यहाँ चाहिँ अलिकति गाह्रो सिचुएसन चाहिँ के हुन्छ भने गाइस, व्यक्तिलाई फोकस गरेर खिच्नलाई चाहिँ त्यति एलाउड हुँदैन होइन, अलिकति यसमा सम्हालिनु पर्ने कुरा हुन्छ। अघि देखाएको थिएँ मैले, हेर्न सक्नुहुन्छ अहिले कति तल कति ठुलो। त्यो त हामी अहिले टप फ्लोरमा हो है यो चाहिँ। ल यहाँ त्यो तल हेर्न सक्नुहुन्छ, यो टप हो। हामी चाहिँ अब अहिले उता यो पानीको झरना अलि अगाडिबाट पानीको झरनापट्टि जानेछौँ। अनि फिसहरू छ नि यहाँ, त्यो फिसहरू देखाएको छ नि यहाँ फोटो पनि, यहाँ फिसहरूको त्यो झरनाहरू पानी भएको थाहा छैन, त्यो थाहा छैन होइन। त्यो पनि म देखाउनेछु तपाईँहरूलाई, हेरेर केही प्रतिक्रिया सुझाव सल्लाह दिनु होला होइन। यहाँ चाहिँ प्रायः जस्तो ब्रान्डहरू, अलिकति टुरिस्टहरू धेरै आउँछन् यहाँ। हामी मिडल क्लासको फ्यामिलीहरूले चाहिँ किन्न सक्ने अवस्था त्यति छैन है। त्यही मोबाइलहरू, इलेक्ट्रिक सामानहरू चाहिँ किन्न सकिन्छ होइन, तर अरू चाहिँ सम्भव पोसिबल हुँदैन। तपाईँ अस्ति नै आयो होइन एकचोटि भने? लगाएछ लाइटिङहरू हेर्न सक्नुहुन्छ है यहाँनिर। हजुर यतापट्टि जाने कहाँ? त्यो झुममा के हो यो चाहिँ? ए ल हेर्नुहोस् है गाइस, भित्र मलभित्रको है सजावट डेकोरेसनको लागि राखेको स्पाइडर। ल हेर्नुहोस् है गाइस, अब भित्र मलभित्र हेर्दा एकदमै सानो देखिएको थियो। यहाँभित्र हेर्नु, अब यहाँ मुनिको दृश्यहरू देखाउने छु। मर्निङ ग्राउन्ड फ्लोरमा कति ल हेर्न सक्नुहुन्छ है, फोटो खिच्ने हो।
त्यही ल मन्दिर ल गाइस हेर्न सक्नुहुन्छ यसमा चाहिँ खासै देखिँदैन होला है ये नै बना रहेछ लु फोटो खिच्दिनु हेर्न सक्नुहुन्छ गाइस तपाईँहरूले भिडियोमा पनि भित्रको दृश्य देखाउँदैछु तपाईँहरूलाई भिडियोको प्रतिक्रिया के कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला यो चाहिँ झुमरको लाइटको त्यो इन्फ्याक्ट गएको हो यो भित्र यस्तो भएको चाहिँ गाइस ब्रान्डहरू हेर्न सक्नुहुन्छ नाइकको यहाँ लोगो देख्न सक्नुहुन्छ गाइस यसको दृश्य यो ब्रान्डहरूको नाम चाहिँ पछाडि पछाडि बाहिर लेखिदिएको हुन्छ होइन त्यसको रिफ्लेक्सहरू पनि छ यहाँको डेकोरेसन भित्रको हेर्दाखेरि एकदमै सानो देखिन्छ बाहिरबाट तर भित्र आइसकेपछि यहाँको रियालिटी के हो भन्ने कुरा चाहिँ थाहा हुन्छ है अब यतातिर यो पुरै देख्नुभयो होला हामीले यहाँको दृश्य देखायौँ यहाँको लाइटिङहरू यहाँको डेकोरेसनहरू होइन एकदमै बवाल छ अब हामी अझै झरनाहरू पानीको त्यो छराहरू पनि देखाउनेछौँ हामी चाहिँ जाँदैछौँ अहिले बाटोमा छौँ यदि नेपालमै बढदेखि भिडियो हेर्दै हुनुहुन्छ यदि तपाईँहरूसम्म मेरो भिडियो आइपुग्यो भने सानो छोटो भिडियो हेरेर लाइक सब्सक्राइब गरिदिनु होला र यदि भिडियो मन परेर अरू कुनै ठाउँको पनि चाहिन्छ भने मैले सक्दो कोसिस गर्नेछु है भिडियो बनाउनको लागि कतिसम्म हुन्छ मैले स्ट्रगल गर्नेछु आशा लागेको छ तपाईँहरूले मन पराइदिनुहुन्छ भनेर भिडियो हेरेर केही सुझाव सल्लाह पनि दिनुहुन्छ भनेर आशा गरेको छु दुबई मलको चाहिँ अस्ति नै पहिला एकचोटि भिडियो बनाएको थिएँ मैले सर्ट भिडियो त्यो चाहिँ एकदमै कम टाइमको थियो त्यो भएको कारणले चाहिँ अहिले चाहिँ लामो भिडियो लिएर तपाईँहरूको सामुखा आउँदैछु है ल गाइस हेर्नुहोस् है देख्न सक्नुहुन्छ तपाईँले दुबई मलको कृत्रिम पानीको छलछल छारा आज सन्डेको दिन हो गाइस त्यही भएर पनि तपाईँहरूलाई मैले यहाँबाट देखाउँछु यो चाहिँ माथि फ्लोरबाट देखिरहेको थिएँ एकजना साथी र म आएको मल घुम्नको लागि चाहिँ धेरै ठुलो छ है हेर्नु डेकोरेसनहरू यहाँको भित्रको यहाँ आएपछि चिसो ठन्डा माहौल छ यो सानो सानो रेस्टुरेन्टहरू हो है अब केही उहरूले टुरिस्टहरूले रेस्ट गर्ने घुम्नको लागि चाहिँ हेर्न सकिन्छ फेमस प्लेस दुबई मल चारैतिर पानीको छहरा यस्तो कृत्रिम बनाइदिएको छ कि जहाँसम्म लाग्छ रियलै हो ठिक छैन कस्तो लागेको छ ल आउनु तल जाउँ तल मुनिबाट नि देखाउने छु है तपाईँहरूलाई यहाँनिरको दृश्य गाइस हेरेर भिडियोमा लाइक कमेंट सब्सक्राइब गरिदिनु होला दोस्त लोग भाई लोग बहन लोग जो भी मेरे को वीडियो को देखते हैं आप लोग वीडियो में कमेंट जरूर करना क्योंकि मेरे को कैसा बनाना है फिर कैसा चाहिए आपको वीडियो कैसा देखना है मैं आपको हम रिप्लाई दे दूंगा अझै नजिकबाट देखाउने छु है गाइस त्यो चाहिँ म चाहिँ माथि लास्ट टप फ्लोरमा थिएँ अघि चाहिँ अब चाहिँ नजिकै जाँदैछु मैले चाहिँ एकदमै नजिकदेखि अझै योभन्दा ग्राउन्ड फ्लोरमै गएर हजुरहरूलाई देखाउने छु भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है ल हेर्न सक्नुहुन्छ यहाँनिर
इमेजिन गर्न नसक्ने अचम्मको छ हेर्नु चाहिँ पानीको चराइ चाहिँ यस्तै नै बगिरहन्छ है यहाँनिरको माहौल हेर्न सक्नुहुन्छ सन्डेको दिन भएर चाहिँ होलिडे मान्छेहरू चाहिँ एकदमै धेरै हुन्छन् ल है गाई चाहिँ एकदम सामान्य अगाडिदेखि नजिकैबाट तपाईँहरूलाई देखाउँदैछु है यहाँनिर हेर्न सक्नुहुन्छ है एकदमै मुनि पानीको सतहमै छौँ हामीले चाहिँ पानी चाहिँ उसमै आएर आउँछ तर यता चाहिँ अगाडि चाहिँ आउँदैन है जान सक्नुहुन्छ त्यो लेभल छ पानीको त्यस्तो छ है पानी चाहिँ त्यो लाइटहरू छ राति चाहिँ एकदमै लाइटहरू पनि बल्छ होइन लाइटहरू पनि देख्न सकिन्छ हेर्नुहोस् है यो चाहिँ हामी चाहिँ अहिले ग्राउन्ड फ्लोर भन्नुहुन्छ तर योभन्दा मुनि पनि अर्को फ्लोरहरू छ है यसरी देख्न सक्नुहुन्छ तपाईँहरूले धेरै भिडियो फोटोहरू आइरहेको हुन्छ टिकटकमा दुबईमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले हालिरहनु भएको हुन्छ होइन यो चाहिँ मुनिको सेतो व्हाइट देख्नुहुन्छ जति पनि देख्नु भएको छ यो चाहिँ त्यो हो है लाइट हो स्पेसली झर्ना चिसो जस्तो फिल हुन्छ पानी तर यो यति झर्नामा यस्तरी हानिरहेको भए पनि पानी यो मार्बलतिर चाहिँ फालेको छैन तर एकदमै फोहोर हुन्थ्यो ठुलो मान्छे हिँडिरहेको हुन्छ नि त त्यही भएर होइन ले हेर्नुहोस् यहाँको डेकोरेसन एकदमै इमेजिन गर्न गाह्रो हुन्छ ल हेर्नुहोस् है गाई कहाँनिर इन्द्रेणी देखिँदो रहेछ त्यो लाइटको ताराहरू हो ल यो चाहिँ हामी चाहिँ अहिले ग्राउन्ड फ्लोरमा जाँदैछौँ गाइस यो चाहिँ सबैभन्दा ग्राउन्ड फ्लोर हो होइन यहाँनिर झर्नाको लास्ट हेरौँ न कति माथि कति हाइटी छ त्यो चाहिँ अहिले हामी तल बुझ्यो चिसो हावाहरू आएको छ होइन योभन्दा मुनि चाहिँ फ्लोरहरू छैन है हेर्दाखेरि सानो लाग्छ तर घुम्दै घुम्दै जाँदाखेरि त टाइम कति लाग्छ पत्तै हुँदैन यहाँनिर चाहिँ ल यो चाहिँ ग्राउन्ड फ्लोर लास्टमा हो है पानीको सतह चाहिँ सानो भाग छ एउटा सानो एउटा प्लेटफर्म जस्तै छ है यहाँनिर चाहिँ हेर्नुहोस् म्यापहरू पनि यसरी हेर्न सकिन्छ यहाँनिर चाहिँ कहाँ जाने के गर्ने यसरी दबाएर हेर्न सकिन्छ हामी कहाँ छौँ त्यो पनि देखिरहेको हुन्छ है यहाँको डेकोरेसनहरू यस्तो छ भित्र यस्तो मजा छ कि भित्रको दृश्य हो सानो सानो नानी बाबुहरूले खेल्ने ठाउँहरू हो गाइज हेर्नुहोस् अब यहाँनिर यसको डिस्प्ले हेर्न सक्नुहुन्छ यहाँनिर होइन यहाँनिरको दृश्यलाई हेर्नुहोस् भित्र यसरी खेल्न सकिन्छ सुट लगाएर भित्र सानो सानो नानी बाबुहरूको लागि लाइक सबै टुरिस्टहरू नै हो अन्त हामी पनि अरूको कन्ट्रीमा आएर टुरिस्टै हो होइन देख्न सक्नुहुन्छ भाई बहन लोग छोटा 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 बच्चा लोग के लिए भी खेलने की जगह है दुबई में से
ये दुबई मॉल का अंदर है। अहिले चाहिँ वेटिङ रुममा हो है गाइस। वासरुम टोयलेट पनि हेर्न सक्नुहुन्छ गाई यति मलभित्र चाहिँ फेमस छ। यति फेमस छ भित्रको दृश्य तपाईँहरूलाई अलिअलि देखाइदिनु छ है मलभित्रको है गाइस। भित्रको टोयलेट वासरुमहरूको है गाइस हेर्न सक्नुहुन्छ तपाईँले। एकदमै दामी छ है फर्स्ट क्लास छ यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ भिडियोको। भाइ गाइस यो चाहिँ डाइनेसरको हड्डी यस्तो थियो पहिलाको भनेर देखाएको छ है यो चाहिँ यहाँनिर। हजुर पुच्छर पनि देख्न सक्नुहुन्छ यहाँनिर यसरी राखेको छ है पुरा दुबई मलभित्र हेर्न सक्नुहुन्छ है म्युजियममा जस्तै सजाएर राखेको छ है गाइस। रियल त होइन तर केहीको हड्डीलाई होला तर यस्तो छ भनेर रियलै जस्तो लाग्यो है यति ठुलो हड्डी हेर्न सक्नुहुन्छ ल गाइस। पार्किङ एरियातिर जानलाई चाहिँ हामीले यो देख्न सक्नुहुन्छ टाइगर होइन यसरी बनाएर ठाउँ ठाउँमा सजाएर राखेको छ। हजुर ल गाइस यो चाहिँ अन्डरग्राउन्ड पनि हो है यो चाहिँ देख्न सक्नुहुन्छ यहाँको पार्किङहरू भित्रको ग्याङको बाटोहरू होइन। हामी चाहिँ अहिले बुर्ज खलिफाको टावरपट्टि जाँदैछौँ तर त्यहाँ पुगिन्छ कि पुगिँदैन है यो चाहिँ हच्चामा हो। भित्रबाट एक्ज्याक्टली लोकेसन ठ्याक्कै अगाडिबाट निस्किन्थ्यो त्यो अलिकति कन्फ्युज भएर अलिकति पछाडि पुगे जस्तो लाग्यो। यहाँको लाइटिङहरू हेर्न सक्नुहुन्छ भित्रको पार्किङहरू होइन। मलभित्र यत्रो पब्लिकहरू आउनु भएपछि पार्किङ पनि अलिकति व्यवस्थित हुनुपर्छ है। सो अब हामी चाहिँ यतापट्टि बाहिर निस्किँदैछौँ तपाईँहरूलाई त्यहाँको नि के कस्तो हुनेछ म देखाउने छु है गाइस। गाइस यो चाहिँ अलिकति टाढाबाट भयो होइन एकदमै धेरै घाम छ तर तपाईँहरूलाई मैले यहाँ अलिकति नजिकबाट पनि गएर देखाउने छु है अहिले यो चाहिँ भिडियोमा हेर्न सक्नुहुन्छ यहाँनिरको दृश्य। आउनु तलबाट जाऊ एकदमै अहिले घाम छ गाइस त्यही भएर पनि त्यति राम्रो क्लियरली देखाउन पाइएको छैन त्यसको लागि सरी भन्न चाहे। गाइस तपाईँहरूलाई मैले सामुन्ने नजिकबाट देखाउन चाहे बुर्ज खलिफा यति हाइटमा एकदमै नजिक आइपुगेको छौँ हामी चाहिँ दुईजना अहिले होइन। यहाँनिरको यो चाहिँ स्टेनलेस स्टिलले बनेको हो अहिले चाहिँ त्यो घाममा भएर यो लाइटिङको कारणले खासै त्यति क्लियरली देख्न सकेन किनकि तपाईँहरूलाई मैले देखाउँछु भनेर यहाँसम्म चाहिँ आएको थिएँ दुबई मलभित्रै नै फेमस होइन। यो एउटा चाहिँ यहाँ देख्न सक्नुहुन्छ वरिपरिको दृश्य पनि म तपाईँहरूलाई देखाउने छु हेर्न सक्नुहुन्छ यहाँनिरको बिल्डिङहरू होइन। पब्लिकहरू गर्मीको कारणले चाहिँ त्यति बाहिर निस्किएको छैन यहाँनिर चाहिँ एकदमै कम मात्रामा छन् होइन। यहाँनिर पानीको लागि चाहिँ राति चाहिँ एकदम पानीहरू फाल्छ एकदमै उहरू हुन्छ होइन। ल हेर्नुहोस् फेमस प्लेस अहिले चाहिँ घाम छ तर पनि त्यति चाहिँ भिडियो बनाउनकै लागि भनेर पनि यहाँनिर आएको हो। यहाँको चाहिँ इमार भनेर लेखेको बिल्डिङहरू देख्न सक्नुहुन्छ वरिपरिको माहौल दृश्यहरू फोटो भिडियोहरू खिच्ने यहाँनिर चाहिँ होइन टुरिज्महरू घुम्ने गर्छन्। स्विमिङको लागि चाहिँ एलाउड छैन यहाँ चाहिँ पुरै लाइटिङको सिस्टमहरू छ है गाइस यसमा चाहिँ। ल गाइस गर्मी एकदमै छ अहिले चाहिँ दुबईमा चाहिँ होइन 40, 45, 46 होला त्यही भएर मैले सर तपाईँहरूलाई देखाइदिएँ यहाँको माहौल चाहिँ। अहिले घाम एकदमै छ यो घाम भएको कारणले आएर त्यति नजिक जाने चाहिँ होइन। यहाँ चाहिँ लाइटिङहरू एकदमै बवाल हुन्छ होइन
देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ अहिले चाहिँ लाइट त्यति भएर क्लियर देखिरहेको छैन यहाँनिर चाहिँ यो दुबई मलको यहाँ चाहिँ लाइटिङहरू एकदमै राति चाहिँ पुरा लाइट हान्छ यहाँनिर त देख्न सक्नुहुन्छ पानीको यो निलो लाइटिङहरू सिस्टम यति माथिसम्म पानी हान्छ कि 2-3 तलासम्म हान्छ होइन यहाँको बिल्डिङको दृश्यहरू मैले तपाईँहरूलाई अलिकति सक्छु देखाएँ र आशा गर्छु तपाईँहरूले भिडियोलाई माया गरिदिनु हुनेछ भन्ने कुरा दुबई मलको चाहिँ ठ्याक्कै अलिकति नजिकै जोडिएको छ दुबई मल यहाँनिर भयो होइन यहाँनिर दुबई मल हो यहाँनिर चाहिँ ठुलो बिल्डिङहरू देख्नुहुन्छ यहाँको दृश्यहरू यस्तो यस्तो घरहरू पनि छ अपार्टमेन्ट जस्तो घरहरू यहाँनिरको चाहिँ यो डेकोरेसनहरू यस्तो छ होइन सानो फोटोहरू खिच्नको लागि गर्मी एकदमै छ त्यही भएर घाममा त्यति हिँड्नलाई अलिकति गाह्रै भयो र पुरै नजिकै गएर चाहिँ देखाउन अझै पनि सकिनँ मैले होइन मान्छेहरू चाहिँ गर्मीको कारणले त्यति निक्लिएको छन् अलिकति कमै छन् हेर्नुहोस् यहाँको बिल्डिङहरू अब हामी पनि यहाँबाट अलिक छिटै जानेछौँ अन्त नि जानुपर्ने काम भएको कारणले चाहिँ त्यो एकुरेम देखाउने भने नि त्यो आफैले पत्ता लगाउने गाह्रो भयो एकचोटि अब माथि गएर एकचोटि हेर्छु यो चाहिँ दुबई मल है यहाँदेखिबाट यस्तो देख्नु हुनेको चाहिँ दुबई मल है गाइस बाहिरदेखिबाट मैले तपाईँहरूलाई देखाएँ भित्रबाट त देखिसकेँ यो चाहिँ बुर्ज खलिफाको बाहिरपट्टि पछाडिपट्टिको भाग भनौँ न एक साइडमा गाइस अहिले चाहिँ म दुबईको फिस एकुरेम मेरा चाहिँ पुगिसकेको छु होइन पहिला पनि आएको थिएँ तर अहिले चाहिँ मैले यहाँनिर पुग्दैछु हजुरहरूलाई देखाउने छु यहाँनिरको फिस एकुरेमको बारेमा होइन के कस्तो रहेछ यहाँ नजिकै गएर अब हजुरहरूलाई देखाउने छु हेर्न सक्नुहुन्छ ए हो यो चाहिँ मैले माथिबाट देखाएँ होइन देखाएँ तलबाट नि तपाईँहरूले अलि मलाई नजिकै गएर नि देखाउने छु डिजाइन डेकोरेसनको त कुरै नगरौँ गाइस यस्तो छ कि दुबई मल वर्ल्डको सबैभन्दा ठुलो मल मा थियो पहिला अहिले चाहिँ कुन मलहरू छ होइन मलाई त्यो थाहा भएन तपाईँहरूलाई मैले यो एकुरियमबाट यस्तो छ है गाइस एकुरियम यस्तरी बनाएको छ फिसहरू देख्न सक्नुहुन्छ है त्यो भित्र छ होला नि हेर्न सक्नुहुन्छ यहाँनिर गाइस अझ अर्को ब्लगमा नि देखाउने छु म तपाईँहरूलाई सुविधा आउनु हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ फिसहरू एकुरियमको होइन देख्न नजिक यसको यो एकुरियमको सिसा नै होला क्या गाइस यो 10 इन्ची 12 इन्ची 15 इन्चीको होला होइन देख्न सक्नुहुन्छ है फिसहरू कुन चाहिँ फिस हो यो थाहा भएन अहिले चाहिँ डरै लाग्दो फिस त्यहाँ हेर्नु न फिस कति ठुल्ठुलो फिसहरू छ है एकुरियम भित्र हो यो चाहिँ खै के फिस भन्छ पनि यसलाई पुच्छर नि पुच्छर त्यहाँ मुनि हेरौँ न मुनि मान्छे ऊहरू फिसहरूलाई उदिन गएको कि सफा गर्ने त्यो अक्सिजन चाहिँ मुनि मान्छे भएको कारणले यस्तो आएको है फोटो खिच्ने सुविधा यहाँनिर
देख्न सक्नुहुन्छ है गाइस, दुबईमा दुबई मेरा दुबई मलदेखि हेर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यहाँनिर है, कति धेरै पिसहरू छ। एक्वेरियम भित्र है यस्तो राखिएको छ कि सबै चाहिँ देखाउन पोसिबल नभए पनि तपाईँहरूलाई मैले ट्राई गरेँ। र यो भित्र एक्वेरियमको भित्र गएर नि खिच्न पाउने रहेछ गाइज। यहाँ चाहिँ तर पैसा होला, पैसा टिकट लाग्ने रहेछ होइन, पेमेन्ट गर्नुपर्ने होला। तर हामीले चाहिँ बाहिरैबाट देखायौँ। लाइक गाइज हेर्न सक्नुहुन्छ है एक्वेरियम फिस दुबई मलभित्र कस्तो कस्तो फिसहरू रहेछ भनेर। नाम त थाहा छैन, नाम थाहा नभए पनि मैले भित्रबाट गएर भित्रै गएर चाहिँ नदेखाए पनि हजुरहरूलाई मैले बाहिरबाट चाहिँ यसरी देखाइदिएँ है। फिस तल्लो लेयरहरू एकदमै नजिकबाट जाने हुन्छ, टिकट चाहिन्छ यसको लागि। यो चाहिँ दाना दिने जस्तो लाग्यो मलाई फिसको लागि होइन। क्रेनहरू मऱ्यो ओऱ्यो भने लिएर आउने होला सायद, त्यस्तो लाग्छ मलाई चाहिँ होइन। हेर्नु सक्नुहुन्छ यो भित्र सबै यति ठुलो एक्वेरियम छ होइन। यहाँभित्र चाहिँ यसको यहाँको फ्लावरहरू राखिदिएको छ। यो भित्रपट्टि जानलाई चाहिँ अहिले यहाँभित्र देखिरहेको भएको छ। यो भित्र जानलाई चाहिँ टिकट लिएर जानुपर्छ होइन। भित्रबाट नि हामीले देख्ने त्यही फिसै हो, बाहिरबाट नि त्यही नै हो, त्यही भएर भित्र चाहिँ गएनौँ। यसको भित्र जाने अर्को भाग पनि छ, त्यो भित्रको यो पाइप जस्तो देख्न सक्नुहुन्छ, त्यहाँ पनि जान मिल्ने रहेछ। यसको लागि टिकट रहेछ 199 ग्राम। सो त्यही भएर हामी चाहिँ त्यहाँ गएनौँ। देख्न सक्नुहुन्छ कि दानाहरू भएको खाना खान जान्छ। अहिले फिसहरू एकदमै गइरहेको छ त्यहाँनिर चाहिँ। हेर्नुहोस् यहाँ मान्छेहरू यति धेरै भिडहरू छन्। आज सन्डे भएर पनि होला, त्यही भएर चाहिँ एकदमै भिड छ अहिले चाहिँ होइन। शीतल छ इन्भाइरोमेन्ट पनि। फिसहरूको नाम चाहिँ थाहा छैन है यहाँनिर।
देख्न सक्नुहुन्छ त्यहाँनिर फिसहरू। हेर्न सक्नुहुन्छ गाइस एकुरियम भित्रको फिसहरू। ल हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ मान्छेहरू पनि देख्न सक्नुहुन्छ त्यहाँनिर दानाहरू दिएको होला मान्छेहरू। ल हेर्नुहोस् है गाइस त्यहाँनिर चाहिँ मान्छे त्यो एकदमै सानसानो फिसहरू किन गयो भनेको त्यहाँनिर चाहिँ दानाहरू दिन टिकट काटेर 200 दिरहमको टिकट काटेपछि भित्र गएर फिसलाई दानाहरू दिन मिल्दो रहेछ। त्यही भएर माछाहरू किन त्यहाँ गयो भनेको चाहिँ त्यसरी गएको रहेछ है। यहाँ हेर्न सक्नुहुन्छ है त्यहाँ मान्छेहरू पनि देख्न सक्नुहुन्छ त्यहाँनिर भित्र हुनुहुन्छ मान्छेहरू पनि छ है त्यहाँभित्र चाहिँ गाइस। होला सायद यसले त खाँदैन होला यति सानोले त। त्यहाँ हेर्नु नि त आएर लिएर हिँडेको लगाइस हेर्न सक्नुहुन्छ यहाँ मुनि पुच्छर कति लामो छ त्यो हेर्नु न फिसको पनि यति लामो पुच्छर हुने त अचम्मै लाग्यो। दाँतहरू हेर्न सक्नुहुन्छ दाँत हो आँप आँप गरे नि हो दाँत हो होला। गाइस अब चाहिँ हामीले निस्किन लाग्यो यहाँदेखिबाट भिडियोलाई हेरेर साथ दिनु होला। तपाईँहरूसँग मैले एक्सपेक्टेसन गरेको भनेकै त्यही नै हो भिडियोलाई हेरेर साथ दिनु होला। दुबई मलदेखि मैले तपाईँहरूकै लागि भनेर यहाँ आएर भिडियो बनाएँ किनकि सबैजना आउनु भएको पनि छैन आउन सम्भव पोसिबल पनि हुँदैन र भिडियोलाई साथ सपोर्ट दिनु होला त्यति मात्रै भन्न चाहे मैले। एमाइजिङ छ गाइस एउटा साथीले चाहिँ मैले भनेको केही बोल्नुहुन्छ भनेर बोल्नमा अलिकति लाज लाग्छ भन्नुभयो है त्यही भएर मैले उहाँलाई बोल्न लगाएन म आफै एक्लै बोलिआएको छु। अब चाहिँ हामी मेट्रो स्टेसन पछि जाँदैछौँ गाइस चलो वन साइडबाट आउँछ नि होइन भिडियो नै हो ल गाइस हामी चाहिँ अब कोदेको ढिँडो खानलाई गइरहेछौँ है।
बरदुबई यहाँ दुबई मल चाहिँ घुमिसक्यौँ दुईजना उहाँ साथी र म घुमिसक्यौँ लगभग गर्नु छलिहाल्यो गाइस अब चाहिँ यहाँबाट लाग्दैछु लास्टमा पनि देखाइदिएँ गाइस मैले चाहिँ अब चाहिँ निस्किन लाग्यौँ गाइस हामी चाहिँ यहाँदेखिबाट दुबई मलदेखिबाट दुईजना अब मेट्रोमा जाँदैछौँ मेट्रो फेरि दुबई मलदेखि हामी चाहिँ बुर्जमान निस्किनेछौँ बुर्जमानमा त्यहाँबाट अब खाएको पनि केही पनि छैन अहिलेसम्म चाहिँ घुमिराखे मात्रै हो होइन भोक चाहिँ एकदमै लागेको छ अब त्यहाँ कोदोको ढिँडो खाने भन्ने कुरा प्लानिङ भएको छ अब त्यहाँ गएर खाइन्छ त्यो सानोतिनो कामहरू छ त्यो काममा यसो हेरेर अनि फर्किन्छ आजको सन्डे यतिकै सकिन्छ गाइस ल गाइस अब चाहिँ यो लास्टै हो यहाँबाट चाहिँ हामी अब बाहिर मेट्रो देख्न सक्नुहुन्छ यहाँनिर मेट्रो त्यहाँबाट चाहिँ हामी अब बाहिर जाँदैछौँ दुबई मलदेखि थ्याङ्क यू सो मच फर वाचिङ भिडियो फुल वाच गरेर लाइक कमेन्ट गरिदिनु होला गाइस थ्याङ्क यू सो मच अल अफ एभ्रिवान good place come to the Dubai Mall if you have time guys thank you so much Dubai Metro है guys हजुर छ त यहाँ घडी कति डायमन्डहरू भएको गोल्डहरू भएको घडीहरू छ त गाइस अब चाहिँ हामी जाँदैछौँ दुबई मेट्रो हेलो गाइस अहिले चाहिँ कञ्चनजङ्घा रेस्टुरेन्टमा छौँ हामी चाहिँ हामी दुईजना चाहिँ ल है ढिँडो कोदोको ढिँडो र सुकुटी मटन खाना खाँदैछौँ केही भन्नु छ सुजितै भोक लागेर एकदमै लास्टै भएको छ गाह्रो भएको छ ल गाइस दुबईमा पनि नपाउने चाहिँ केही पनि छैन है ल हेर्न सक्नुहुन्छ तपाईँहरूले यदि मिठो लाग्छ भने बरदुबई आएर कोदोको ढिँडो मकैको ढिँडो हकाली खाना त्यहाँबाट तन्दुरी खानाहरू सबै पाउँछ है यहाँनिर तपाईँहरूले खान सक्नुहुन्छ आएर थ्याङ्क यू